लेखका काफल सम्झे बेला औलका आम सम्झे बेला लेखका काफल सम्झे बेला औलका आम सम्झे बेला पहाड बाइजल सुत्ता थौके तराईको घाम सम्झे बेला अभी मजा आएगा ना भिड़ो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। वेलकम तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ तपाईहरुमाझ म फरक स्वाद पस्किनलाई नयाँ भिडियो लिएर आइसकेको छु। यतिखेर चाहिँ कलेजदेखि आइरहेको छु। मेरो साथमा हुनुहुन्छ लोकेश राउत, वामदेव जोशी। प्रिय मित्रहरूलाई स्वागत छ मेरो भिडियोमा। धन्यवाद। आज चाहिँ हामी निकै धनगढीको गर्मीका बावजुद कलेजदेखि रुमसम्मको यात्रा सुरु गरिरहेछौँ। हामी बाटोमा छौँ। देख्न सक्नुहुन्छ धनगढीका भित्ताहरू पुरै फुलहरू फुलेर रङ्गी बिरङ्गी निकै सुन्दर छ। यता आँपको सिजन भएकाले आँप पनि निकै फस्टाएका छन् हैन। अब तपाईहरुमाझ आवाजका धनी वामदेव जोशीज्यूलाई लोकेश राउतजीलाई स्वागत गर्न चाहन्छु। स्वागत छ। धन्यवाद। तपाईहरुलाई यो गर्मी कस्तो भइरहेछ? लेखका काफल सम्झे बेला औलका आम सम्झे बेला लेखका काफल सम्झे बेला औलका आम सम्झे बेला पहाड बाइजल सुत्ता थौके तराईको घाम सम्झे बेला तराईको घाम सम्झे बेला यस्तै भइरहेको छ यो धनगढीको गर्मीले मलाई। धन्यवाद। लोकेशजीको तपाईँले सुनिसक्नुभयो। उहाँको कल्ला गल्ला अनि सबैका धनी व्यक्ति हुनुहुन्छ हाम्रो माझमा। उहाँ जस्ता प्रतिभा भएका व्यक्तिहरू पलायन हुने अवस्था छ नेपालमा। यसलाई रोकथाम गर्नका लागि वामदेव जोशी जस्ता हस्तीहरूले केही गर्नुपर्ने देखिन्छ। तर के गर्नु, विडम्बना भन्नुपर्छ। उता अलि आफ्नो गल्ती स्वीकार नसक्ने सामर्थ्य भएका जीवहरू छन् नेपालमा प्रशस्तै मात्रामा। यो कुरालाई यतिमै तपाईहरु सम्पूर्णलाई यतिखेरसम्म मेरो भिडियो वाच गरिदिनु भएकोमा थ्याङ्क यू सो मच। यस्तै भिडियो हेर्नको लागि यो युट्युब च्यानलमा गएर सब्सक्राइब